हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज हामी झन् डाँडा जान आँटेको आन्टीलाई घुमाउनुको लागि। अनि बहिनी म आमा अरू आन्टीहरू पनि हुनुहुन्छ, भाइ पनि छ। आज मौसम पनि राम्रो भइरहेको थियो, तर यता बादल लागिरहेको रहेछ कालो। आई होप पानी पर्दैन होला। हाम्रो गाई के साह्रो कराएको। अनि आमाहरू चाहिँ अघि माथि बाटो लागिसक्नु भइसक्यो, ढिलो भइसकिसक्यो। अब हामी जान्छौँ, भाइलाई त्यहाँबाट पिकअप गर्छौँ। पिकअप गर्नको लागि केही साधन छैन र पनि सँगसँगै हिँडाउँछौँ। हाम्रो कुकुर पनि अगाडि लागिसकिसक्यो। अहिले चाहिँ कस्तो राम्रो भइरहेछ नि त, ग्रिनी ग्रिनी सबैतिर। हिँड अगाडि छिटो। गाउँमा चाहिँ यस्तै हो, एउटा घर यहाँ अर्को घर यहाँ, यहाँ माथि चाहिँ कोही बस्नु हुँदैन। त्यहाँ चाहिँ हाम्रो विप्लव भाइहरूको घर हो। अनि बहिनी चाहिँ हिँडिरहेछ छिटै नै। हेलो, को हौ? ल कोही थिएन त माथिको घरमा त। विप्लव सर रेडी भएर आइसकेको। कल लाग्दैन नि, एन्सरको टावरै आउँदैन। अनलाइन त गयो नि, यताबाट जाने अरे यता। अब चाहिँ हामी विप्लवहरूको घर आइपुग्न आँट्यौँ। विप्लव चाहिँ त्यहाँ जाँदैछ होइन। अब यो चाहिँ डरावना खोल्छ है। यो चाहिँ हामी भाइहरूको घर आइपुग्यौँ। अनि सबैजनालाई भेटिसकेको थियौँ हामी। उताबाट आएर चाहिँ यहाँ दिपालाई चाहिँ भेटेछौँ नि त। अब भेट्नुपर्छ। हेर फुल कस्तो राम्रो। खानु भएको थिएन होला कि। खोइ हाम्रो दिपा हुनुहुँदैन। अनि सिज माई मदर। तर के हो यस्तो लिपस्टिक छ्या 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 छ्या। अब यो भ्लग एडिट गर्ने बेला भइहाल्यो नि। यो आन्टीकै सङ्गतले मेरो आमालाई बिगारेर यस्तो यो लिपस्टिक लाउने बनाउनु भएको। उहाँ दिमा, नमस्कार दिमा। ए दिपालु नमस्कार, ढोक गरे दिपा। ल ल ल जुम जुम जुम। ल हामी चाहिँ लाग्यौँ है। नमस्कार फुपा। के गर्नु हुँदैछ हौ? ए फुपाहरूको घर ल जाउँ। त्यही त फुपा। मुमा चाहिँ हुनुहुन्न? ए ल ल जाउँ जाउँ, हामी अगाडि बढौँ। यहाँ चाहिँ राम्रो दामी सल्लाहघारी छ। थियो सबै काट्नु भयो कि क्या हो? छिटो हिँड्छ विप्लव। यहाँ चाहिँ सानोमा चाहिँ एक्लै हिँड्नुको लागि कस्तो डर हुन्थ्यो क्या नि। ओके हामी चाहिँ यहाँ आइपुग्न आँट्यौँ झन्डी डाँडा। माथि टुप्पोमा त पुरा हुस्सी लागिरहेको रहेछ। पहिले आउँदा हामी आउँदा त्यो घर थिएन नि, त्यो सानो त्यो येल्लो कलरको। अहिले त्यति बनाइसकेको छ। हामी कति 1 वर्ष जति पछि आएको होला। अनि त्यो तलको चाहिँ इन्डिया हो, त्यो जौबारी हो। अनि त्यो चाहिँ मेची खोला। इन्डिया अरे झापा हो। अनि त्यो चाहिँ मेची खोला हो। बाहुन्डा कि खोइची के हो। आमाहरू चाहिँ तल पुगिसक्नु भइसकिसक्यो। अब हामी पनि जान्छौँ। हेलो मेरो पहिलेको भ्लगमा पनि हिजोको भ्लगमा पनि काँक्रो थियो। आज पनि हामी काँक्रो भएको आज धेरै काँक्रो हो। बाटो यता पुग्यो चिरेर लगिन्छ। आजकल चाहिँ मैले हिजो पनि भनिहालेँ, आजकल चाहिँ यस्तो काँक्राको सिजन छ नि, जसकै घरमा गए पनि यति फलिरहेको हुन्छ, यति फलिरहेको हुन्छ। राम राम राम। अब झापा जाँदा चाहिँ 1 बोरा लगेर जानुपर्छ। झापातिर चाहिँ कम्ता महँगो पर्दैन, यतातिर चाहिँ भाउ नै हुँदैन। त्यो 10-20 रुपियाँले बेचिरहेको हुन्छ। उतातिर चाहिँ सानो काँक्रा पनि 100-80हरू परिरहेको हुन्छ। आमा बाटो त कस्तो अप्ठ्यारो रहेछ, कसरी जानु? तिमी जाऊ त बिहान। ल हामीले
हिँड्न हिँड ए यस्तो बाटो त सानोमा कति हिँडेको यति बाटो हिँड्नु पनि ठुलो कुरा हो ए इजी पिजी Oh my god! This is the beauty of our village. Oh, यो बाटो चाहिँ भत्किरा रहेछ बनाउनुको लागि होला सायद झन्डी भने त यही राम्रो लाग्छ मलाई त यहाँकै बाटोहरू नि लड्लास् नि Oh my god! ए यतातिर त बाटो खनिसकेको रहेछ त नि Oh my god, कस्तो beautiful छ हैन लड्लास् Oh my god, कस्तो खतरा जङ्गल थियो सबै बाटो बनाइसकेछ त बाटो चाहिँ यस्तो हिलो छ यो रोड चाहिँ हामी चाहिँ यो उकालोबाट जान्छौँ लास्टै उकालो छ भने चाहिँ अघिसम्म चाहिँ पानी पर्न आँटेको थियो अहिले चाहिँ राम कत्रो घाम लाग्यो भोक नै लागिसकिसक्यो सबै कुरो लागिरहेछ विप्लव चाहिँ त्यहीँबाट फर्क्यो उसको काम छ अरे अनि हामी चाहिँ जाँदैछौँ 30 मिनट जति लाग्छ होला त्यो उकालो पुग्नु चाहिँ कति मिनट लाग्छ त भन् त आधी घन्टा त्यही त नि कस्तो चिप्लो रहेछ छिटो हिँड्दैन हरियाली नै हाम्रो गाउँ हेर बिजुलीको तारहरू त जङ्गलैसम्म पुगेछ त माथि लगेको छ ल त्यही त यतातिर चाहिँ सबै गुराँसको फुलहरू लगाएको छ अब हामी पछि आउँदा चाहिँ फुलिरहेको हुन्छ ओह त्यहाँ कत्रो भइरहेको रहेछ त्यहाँ हो हाम्रो गाउँ चाहिँ हाम्रो घर चाहिँ यतातिर चाहिँ पहिले हामी घाँस काट्न आउँथ्यौँ सानोमा अनि लास्टै गल्यो किन अगाडि गुराँसहरू चाहिँ यत्रो भइसकेको रहेछ क्या यत्रो भएछ बाटो चाहिँ यस्तो उकालो छ आए फेरि यो चरा कि के हो किरा यस्तो कराउँछ इरिटेटिङ लाग्दो गरम भएको बेलामा आए बन्छी कहाँ पुगिसक्यो कस्तो थाक्यो भने नि मेरो चाहिँ हिँड्ने बानी हराइसक्यो जस्तो छ यति हिँड्दा नै सास फुलेर आयो त्यहाँ माथि हो हल्का देखिरहेको छ त्यहाँ पुग्नुपर्ने त्यो चाहिँ पुगिसकेछ यहाँ के हो यो पिन्जडामा चाहिँ गोडीला पसिसकेछ आयो कस्तो यसको ए थामिहाल्छ नि यस्तै छ त्यसमा त्यहाँ नथामेर त हुँदैन नि आन्टी पनि आइपुग्नु भयो गल्नु भएन बानी थिएन होला त्यस्तो हिँड्ने जाने हो यही हो पिन्जडा है के हो जान हावा त सर र अर्को त्यो माथि गुगल पोइन्टमा भएकोमा चाहिँ सर र हावा आउँथ्यो ल छाता त मार्नु आन्टी जानु न जानु के छ र डराउनु पर्ने कुरा धेरै टाढोमा सिसाकोमा कसरी सिसामा त ठिकै छ नि त्यो त आमाहरू त हराउनु भयो त यो बाटो त पर पुगेर आइसकेको छ नि डर लाग्यो ए झर्ना त
बाटोले बिगारे जस्तो छ। सानो थियो, यसलाई चाहिँ खुब झर्ना झर्ना जानु मन लागेको छ। उकालो, के साह्रो उकालो हो भगवान्। आन्टी त मर्न आँट्नु भइसक्यो होला तेरो। आए गलेको दबाई खुवाइहाल्छु नि म आन्टीलाई, लोकल कुखुरा। तर आन्टीले लोकल अर्कै खोज्नु भएको होला। खोइ आमाहरू, आमाहरू त यहाँकै मान्छे जस्तो ढिलो हिँडेर कसरी हुन्छ। आमाहरू त त्यहाँ नक्सा जस्तो आइपुग्नु हुँदैछ। छिटो आउनु छिटो। ल अब चाहिँ पुग्न आँट्यौँ है। अब त्यति सिँढी मात्रै छ। ओ माय गॉड, पसल पनि छ कि क्या बहिनी? ओ पसल पनि रहेछ त यहाँ। यहाँ चाहिँ पहिले नै फुटबल हुन्थ्यो नि त। अहिले त यही होला, अस्ति नै इन्जेरिया रोपेको। ओए म यहाँ एकछिन जान्छु, नजाने? कहाँ छ? त्यही पो होला त आन्टी। पिङ अरे, ओ माय गॉड। फेरि हामीलाई भन्दा बुढो आन्टीलाई सब थाहा छ। पिङ खेलेको नि कसले भिडियो बनाउँछ हौ? फोहोर लाग्दैन? दिदी बहिनी एकछिन रिल्याक्स गरौँ त। कसले हल्लाउने? कस्तो राम्रो देखियो। आन्टी हल्लाइदिनु हामीलाई। 3 बजिसकेछ। अब माथि जानुपर्छ एकछिन। यहाँ पिङ खेलेर पनि यहाँको कहानी भन्छ लु। यहाँ पहिले यस्तै थिएन नि, पहिले नै सानोमा। यहाँ तँ के गर्न आउँथेस् यतातिर भन् त? खेल्नु जमुना खान आउँथेन? जमुना खान आउँथ्यो। पारीको सबै इन्डिया हो, त्यो खरबनी हो। अनि उताको के हो थाहा छैन, तर दार्जिलिङ होइन। सानो सानो घर देखिरहेको छ। दार्जिलिङहरू, सिक्किमहरू, सिक्किम अरे मिरिकहरू। यो चाहिँ जहिले बिजी। आन्टी आफ्नै ठाउँमा बिजी। आन्टी झापादेखि यही गर्न आउनु भएको होइन? यहाँ पिङ खेल्न। ल अब आन्टीको पार्टनर पनि यहाँ चाहियो। अहिले त छाता रहेछ। ल जुम उठ, निस्की आइज। माथि डाँडा पुग्ने छ, छिटो आइज। ल जुम माथि पुगौँ। किन हौ? मेरो पिङ आफै रोक्ने हो क्या? हिँड्दै जाने हो हामी चाहिँ माथि। अब चाहिँ हामी झन्डी डाँडाको ठ्याक्कै डाँडामा आइपुग्नु आँट्यौँ। यहाँ छ होइन, यहाँ चाहिँ आन्टी हुनुहुन्छ। आइसक्यो। हाम्रो मम्मीहरू चाहिँ तै तल रहेछ। उ त्यहाँ यहीँ फोटो खिचिरहेको रहेछ अझै। अब चाहिँ यस्तो छ, आउँदैछ। हो झन् डाँडा चाहिँ हो। फाइनली उहाँरै गरेन झन्डी डाँडा। खासमा भन्नुपर्दा चाहिँ भोलि पर्सि कार्तिक मङ्सिरमा चाहिँ दामी सनराइज देखिन्छ क्या, निस्किन्छ। त्यही भएर पनि फेमस छ लिटल बिट। अनि यहाँ एउटा दामी इन्डियाको भ्यू पनि देख्न सकिन्छ यताबाट चाहिँ। यता यो ड्याम्मै कुहिरो लागेको चाहिँ अन्तु हो, यता पशुपति नगर। अनि यता त्यहाँ उतातिर चाहिँ झापा पर्छ। यहाँ दामी सनराइज देखिन्छ क्या। अलिस के को गल हो यति के को गल छ? अनि हाई गर्दैछस् त? यता आइज। हाई गरेको नि हौ। आन्टी आउनु त तपाईँलाई म सानो छोटो इन्टरभ्यू लिन चाहन्छु।
आन्टी त कालो आउनु हुँदैछ आन्टीलाई कस्तो लाग्यो त श्री आन्टी के राम्रो लाग्यो राम्रो लाग्यो के राम्रो लाग्यो मलाई सबै थोक राम्रो लाग्यो भ्यू राम्रो लाग्यो म कहिले आएको थिइनँ आज आउन पाएँ यो ठाउँमा खुसी लाग्यो ओके ल अब आमाहरू आउनुहुन्छ अनि आमालाई पनि सोध्छु दिमा पनि हुन्छ दिमालाई पनि सोध्छु फोटो चाहिँ यसलाई कति चाहिन्छ जतिखेर पनि छिनछिनमा फोटो खिच्दैन ल ल ल आमा चाहिँ भर्खर आइपुग्नु भएको छ आमामा तल पिन्जरामै भुलिनु भयो अरे तपाईँहरू चाहिँ पिन्जरामा बस्नुको लागि त तपाईँहरू त के पो जनावर त होइन त हेलो डरले नि कहाँ म त उदेमा त पुगेर नाचेर चक्कर गरेँ म त पुगिनँ नि र त के हुन्छ त अनि लाग्यो मलाई त ओहो चप्पल पनि अर्कै हालिदिएर आउनु भएको छ त यो चप्पल त मैले कहाँ देखेको थिएँ तल्लो घरमा देखिरहेको थिएँ त देमाको हौ मैले के खोलेको छु देमा ल ल आमा हुस्से लागिसक्यो हामी आउँदा अघि घाम लागिरहेको थियो अब चाहिँ हामी फोटोसोटो खिच्यौँ भिडियो बनायौँ भन्दा पनि आमा र आन्टीहरूको भिडियो बनाइदिँदा म त गलि नै सकेँ 1 घन्टै लाग्यो हो अब चाहिँ हामी फर्किँदैछौँ लास्टै हुस्सेहरू पनि लाग्यो अनि यहाँ अब चटपटे खाने अनि फर्किने हामी त हामीले यहाँ चटपटे बन्दैछ चटपटे खान थाल्यौँ यहाँ दिमा आमाहरू त्यहाँ खाँदैछ विप्लव जग्गा खान्छ ल कस्तो छ टेस्ट गर्दा कस्तो छ सेकेन्डचोटि झालमुरी खाँदैछौँ कस्तो छ बहिनी मिठो छ मिठो छ के भनिस् हामी चाहिँ चटपटे खाएर अब घर जाँदैछौँ अघि चाहिँ त्यो सानो बाटो आएको थियौँ अहिले चाहिँ यो रोड जाँदैछौँ त्यहाँ बस्ने ठाउँ पनि रहेछ पानी परेको बेला वाउ कस्तो राम्रो कुहिरो भइरहेको छ हामी चाहिँ हिँड्दै जान्छौँ आधी घन्टा लागिहाल्छ आमाहरू चाहिँ त्यहाँ गाफ गर्नुहुँदैछ चाराप चिरिप पनि पार्नु हुँदैछ अरे के हो चिरिप पो छैन भन्नुहुँदै थियो अनि बहिनी र म चाहिँ जाँदैछौँ आमाहरू चाहिँ उताबाट आउनुहुन्छ होला सायद हाम्रो भेटिहाल्नुहुन्छ उताबाट आउनु हो भने चाहिँ यताबाट आउनु हो भने चाहिँ कथा कहानी नै हो छिटो आइज तँलाई यत्रो 1 वर्षपछि यहाँ झन्डी आएर कस्तो महसुस भयो राम्रो ब्युटिफुल के भन्नु त्यही भन्नु जे छ त्यही भन्ने हो अनि गर्मी खाँदा झापामा गर्मी खाँदा यहाँ त शीतल हेभनमा आएको जस्तो भयो शीतल अनि हरियो जताततै हरियो मात्रै अनि कस्तो राम्रो देखिन्छ नि त यताबाट चाहिँ सबै झापादेखि लिएर इन्डिया सबै ल अब हाम्रो भ्लग चाहिँ यहाँ एन्ड गर्छौँ हाम्रो ब्याट्री पनि छैन अनि के भन्छस् ल अब झन्डी डाँडा आउनु मन छ भने आउँदा हुन्छ नजिकै हुनुहुन्छ भने चाहिँ एकचोटि आउँदाखेरि चाहिँ रिग्रेट हुँदैन यस्तो राम्रो भ्यू देख्न पाउनुहुन्छ यस्तो राम्रो छ ल यस्तो राम्रो भ्यू सँगसँगै बाई बाई यहाँ चाहिँ भ्याकुले बाटो खनिरहेको रहेछ हामी कसरी जानु भन बहिनी